हेलो एभ्रिवान, वेलकम टु माई सर्ट मिनी भ्लग। आज चाहिँ म अलपटनको वेम्बलीमा रहेको हिन्दू सनातन मन्दिरमा आएको छु साथीहरूसँग। यो मन्दिर चाहिँ 2010देखि सर्वसाधारणको लागि खुलेको हो। यो बन्न 14 वर्ष लागेको थियो अनि यो बनाउँदाखेरि यो सम्पूर्ण मार्बलहरू चाहिँ इन्डियाबाट ल्याएको थियो। कति राम्रो छ हेर्नुहोस् त। त्यहाँ पुगिसकेपछि साउथल नपुग्ने त कुरै भएन। यसलाई चाहिँ मिनी इन्डिया भनेर पनि चिनिन्छ। हेर्नुहोस् त, इन्डियन सामानहरू, इन्डियन फुडहरू कति धेरै इन्जोय गर्न सकिन्छ यहाँ आएपछि। म चाहिँ पानीपुरीको सौकिन, पानीपुरी सपतिर लागेँ। यम्मी पानीपुरी खाइसकेपछि एकछिन त पचाउनु पर्यो, फेरि एकछिन बजार घुम्यौँ। हेर्नुहोस् त कति राम्रो राम्रो गहनाहरू। अब चाहिँ भोक लाग्यो। चाँदनी चोकमा गएको त एकदमै तातो तातो जेरी पाक्दै रहेछ। तातो जेरीसँग पुरी, स्वारी, तरकारी, आलु पराठा अनि आँपको अचार।